यो सबै छानाभरि घुम्न पाउने फेसिलिटी रहेछ। हाम्रो साथीहरू माथि पुगिसक्नु हो। बालचन्द्र सर, हेम सर उताको टपमा जानुभएको छ। हामी अब यताको टपबाट सर यो स्टेडियमको छानामा मजाले हिँड्दैछौँ। हावा चिसो हावा चलिरहेछ। छानाबाट चाइनाको दृश्य, बेइजिङ सहरको दृश्य तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ है। Continue the tour भनेको छ यहाँ। It is not the end. We need to continue. अब 22 मा ओलम्पिकको लागि स्टेडियम बन्यो, गेम पनि भयो। सानातिना नेसनल इन्टरनेसनल गेमहरू यहाँ भइरहने रहेछन्। त्यसपछि टुरिस्टको लागि, टुरिस्ट डेस्टिनेसनको रूपमा स्टेडियमलाई यसरी छानामा हिँड्न मिल्ने गरी तयार पारिदिएको छ। उता ओलम्पिक गेम सकियो, त्यस पछाडि पनि अनयुज रहेन। हरेक दिन हजारौँ मान्छेहरूले यसरी घुम्दाखेरि आम्दानी पनि हुने भयो। अनि यहाँबाट हेर्न चाइनाको बेइजिङ सहरको दृश्य हामी यसरी हेर्न सकिने रहेछ। त्यसपछि माथि टपमा पुग्यो भने टपबाट भित्रको दृश्य पनि एकदमै सुन्दर। ऊ त्यहाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेछ। म जुम गरेर देखाउँछु। हिजो हामी त्यो एरियामा गाडीमा घुमेका थियौँ। यहाँ अलिअलि देखिन्छ, त्यति स्पष्ट देखिँदैन टाढा भएको भएर। त्यो चाहिँ कम्युनिस्ट पार्टीको कार्यालय हो भनेर हाम्रो प्रोफेसर लीले हामीलाई भन्नुभएको थियो। त्यसपछि यो अघि देखाइसकेको मैले दृश्य